तपाईहरुलाई थाहा नै छ रूपातालको रुखको ठुटोबाट निरन्तर पानी बगिरहेको छ। म पनि दुईचोटी मात्र भयो भनेर 3 पटक पुर्याउन आज जलदेवीको आशीर्वाद लिन आएको छु। यो रुखको ठुटोबाट निस्केको पानी छम्किने बित्तिकै जस्तोसुकै रोग दुःख दरिद्र नाश हुने भन्नेमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूको जनविश्वास छ। 10 वर्षसम्म मुखै नबोलेको मान्छे पनि यो रुखको ठुटोको पानी पिउने बित्तिकै बोल्न सुरु गरेको भन्ने हामी सबैले दर्शी छौं। यो अन्धविश्वास हो भन्ने 3 जना व्यक्तिहरू पनि यही विलय भएको भन्ने पनि पाइन्छ। यस ठाउँको पृष्ठभूमिको कुरा गर्दा अहिले रूपाताल विस्तार गर्ने क्रममा 3 वटा जेसीबीले रुख खन्दा पनि यो ठुटो हटाउन नसकेको, उल्टै जेसीबी नै भाँचिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। त्यसैले हामीलाई पूर्ण विश्वास छ भगवान प्रति। यो ठाउँमा मन्दिर बनेर संरक्षण गर्नुपर्छ। तपाईहरू पनि एकचोटी जलदेवी माताको आशीर्वाद लिनुहोला, दर्शन गर्नुहोला। तपाईले यो ठाउँमा आएर जे माग्यो त्यही पुरा हुन्छ। म त मेरो आयु पनि मेरो आमालाई नै लागोस्। जय जलदेवी माता, हजुरको आशीर्वाद मिलोस्। भगवान माथि भरोसा राख्ने जति यो मन्दिरको दर्शन गर्न आउनु होला। नेपाल देव भूमि हो, भगवानको प्रकट जहाँ पनि र जुनसुकै रूपमा पनि हुन सक्छ। यसमा कुनै शंका छैन, मानिरहनु पर्दैन। दैविक शक्ति प्रति मेरो पूर्ण विश्वास छ। वैज्ञानिक तथ्य हो भन्ने र दैविक शक्ति हो भन्ने को हुनुहुन्छ आफ्नो प्रतिक्रिया तल दिनुहोला। ल साथीहरु, अब आजको भ्लगलाई फेरि आज यही अन्त्य गरौँ। टुटेश्वर जलेश्वर महादेवले सबैको कृपा गरून्, रक्षा गरून्। जय जलेश्वर महादेव। तपाईहरु सबैलाई चाहिँ आज मैले चाहिँ लगभग 3 चोटी आइपुगे। 2 चोटीले मात्रै हुँदैन भनेर यसलाई 3 चोटी पुर्याउनु पर्छ भन्ने जनमानसले गर्दा तपाईले यहाँ आएर माग्यो भने जे माग्यो त्यही पुरा हुन्छ भन्ने एउटा जनविश्वास छ। हामी पनि 2 चोटी मात्र के गर्ने भनेर 3 चोटी पुर्याउनलाई 3 चोटी आइसक्यौं। जलेश्वर महादेवको 3 चोटी चाहिँ हामीले चाहिँ दर्शन गरिसक्यौं।